ब्लग चाहिँ हामी बाहिर जाँदैछौँ होइन बाहिर कहाँ भने मामा घरतिर जाँदैछौँ सो मामा घर चाहिँ म भाइ र भाइबाट म ब्याकग्राउन्ड वातावरण स्वच्छ र सफा हुनेछ भन्ने म आशा गर्छु र अहिले पनि पोहोर भन्ने कुरा त हाम्रो धनगढीमा छैन हेर्नुहोस् कस्तो राम्रो है बाई बाई भात बटिरहेछ ओके हामी भात बटी नि गाडी उडाउँदै मच्छर उडाउँदै लाइक भन्न गुड्न केही आउँदैन सो गाइज यहाँदेखि ट्रक्सहरू आउँछन् है ओ माई गॉड फ्राइडे भएर हो र यो चाहिँ भात भटिनी सुपर स्टोर है त आज चाहिँ 2082 साल 2 महिना 9 गते हेर्नुहोस् त गाइज सनसेटमा सनसेट धेरै मनपर्छ यहाँ चाहिँ भर्खर रातको पुगेछ अनि यो चाहिँ गोल्डन फ्लावरको है त हामी चाहिँ धनगढी एयरपोर्टमा पुग्दैछौँ धनगढी विमानस्थल धनगढी विमानस्थल जाने बाटो यहाँबाट चाहिँ हामी काठमाडौँ जान सक्छौँ जसरी थाहा छ हाम्रो अहिले धनगढी मेट्रो हामी चाहिँ धनगढी सिटीमा थियौँ होइन ठुलो महानगरपालिकाभित्र थियौँ र अब हामी जाँदैछौँ गोदावरी नगरपालिकाभित्र सो हामी चाहिँ जाँदैछौँ गोदावरी नगरपालिकाभित्र हामी अदरिया पुग्यौँ र अब हामी अदरियाको गुलरियातिर हिँड्दैछौँ है त यतापट्टि गुलरिया छ उतापट्टि पहाड छ यतापट्टि काठमाडौँ जाने बाटो हामी अघि भर्खरै आइसकेको छौँ धनगढीबाट सो यता धेरै बजारहरू पनि छन् जस्तै भुवन बेकरी भावना हामी पुगिसकेको छौँ गुलरिया यता मामा घर सो आज चाहिँ हामी यहीँ बस्दैछौँ स्वागत वेलकम टु गुलरिया कन्याको दृष्टिले मेरो अगाडि बढ्दै यहाँको भ्यू कस्तो राम्रो छ यहाँ जङ्गलै जङ्गल राम्रो यता साइड छ घरहरूको भ्यू है त यहाँ तरकारीहरू यहाँ चाहिँ यो गाउँ चाहिँ यस्तो क्या प्रसिद्ध भनेको मेरो हिसाबले चाहिँ यहाँ चाहिँ धेरै मानिसहरू बस्दैनन् तर पनि तिनीहरू मानिसहरू धेरै नबसे पनि तिनीहरू खेत जमिन यति धेरै छ यहाँ हेर्नुहोस् त जहाँ
ठुलोमा जहाँ त्यही यहाँ के भन्छ प्लान्ट्सहरू लगाएको छन्। सो यो बाटो देख्नुहुन्छ, यो बाटो हो हामीले जानुपर्ने। सो यो बाटो पोखरी जाने बाटो म हजुरलाई देखाउँछु अहिले। अनि यो पोखरी आउँछ यहाँनिर रुख छ, यो अगाडिको भ्यू हेर म त। अब चाहिँ हामी हेर्दैछौँ बाटोतिर उसकै पर्खीमा हिँड्नेछौँ। आऊ मामा घर। अब हेर्नुहोस् है त प्लिज भ्युज बढाइदिनुहोस्, लाइक सेयर सब्सक्राइब कमेन्ट सब गरिदिनु होला। यो पोखरी देख्नुहुँदैछ, यो पोखरीको डाइरेक्टली उतातिर हो चाहिँ यहाँ छ पोखरी रेस्टुरेन्ट एन्ड स्विमिङ हाउस। सो यहाँ हो, यो चाहिँ खास नाम मात्र राखेको। सो अब हेर्नुहोस् यहाँबाट यता मोड्ने अनि फेरि सिधै उता मोड्ने त सिधा गएर हाम्रो काहीँ सिधा छैन। मैले स्किप गरेको सिधै जानु होला होइन। केरा बनानाको एउटा चाहिँ बारीहरू आउँछ, केराको खेत, त्यहाँ धेरै मान्छेहरू केरा चोर्न पनि जान्छन् हो गाइस। हाम्रो मामा घर पनि रेडी, केरा चोर्न जान आउँछ। त्यहाँको दिदी पनि छन्। यो चाहिँ सानो पुल हो नि, यहाँबाट चाहिँ उता सिधै जानु होइन, यता जानु। यता यो घर देख्नुहुँदैछ, अरे यो त घर होइन हो, मेरो ठुलाको। यो चाहिँ हजुरबाबाको ऊ हो, हाम्रो फार्म हो कि फार्म। यता कुखुरा फार्म छ, यता चाहिँ यही मामा घर हाम्रो। हामी पाएनले पुग्यौँ मामा घर। सो पहिला यस्तो 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 छ। सो लेट्स गो यता चाहिँ कस्तो राम्रो नजारा छ। फाइनली वी हेभ गन मामा घर। सो लेट्स उत्रि म्याङ्गोजहरू पनि फलेको छ है त गाई। पुगिसकेको छौँ, यसको यता छन्। अनि यता चाहिँ बारीहरू छ केही र केही सामानहरू छन्। को छ र कोही छ पनि कि घरमा? सब कहाँ पो गएछ। मर्निङ एभ्रिवान। सो हजुरहरूलाई थाहा छ म हिजो मामा घर आएको थिएँ। सो मामा घरमा आज हाम्रो सेकेन्ड दिन हो। म चाहिँ यही भ्लगमा चाहिँ आज बनाउँछु है त गाइस। हिजो राति यति जोरकी पानी परेको थियो, त्यही कारणले यहाँ चाहिँ अब चाहिँ हामी मामा घरको पोखरी जाँदैछौँ र यहाँ चाहिँ पिकको हाउस पनि छ। सो हामी त्यतातिर जान्छौँ। हेरौँ है त गाइस, यो चाहिँ हाम्रो पोखरी हो। अनि यसमा चाहिँ सानो सानो माछाहरू चाहिँ उ गरेको छ है यो भित्र। अनि यो भित्र सानो सानो माछाहरू छन् जो अब बिक्री हुन्छ सायद। यो साइड पनि पोखरी छ, यो साइड पनि पोखरी छ गाइस। हेर्नुहोस् यति धेरै ठाउँ छ, बट यसलाई चाहिँ दबाउनु छ यही ठाउँमा। यिन दुईटा चाहिँ फुल भइसकेछन्। अहिले पाए अहिले यो मुनिको छिरा हुनाले त्यति भन्छु। ओके उदय भनेको त्यही हो हाम्रो। अब डाइरेक्टली घर पुगेपछि अहिलेको लागि बाई। अब चाहिँ हामी चाहिँ पिकलेन्डको खोरबाट बाहिर निस्किसक्यौँ, किनकि अब चाहिँ यहाँ चाहिँ पर्छन्। तब यहाँ चाहिँ बारीमा चाहिँ तरकारीहरू लगाउने, सो त्यही कारणले गर्ने हो। सो अहिले चाहिँ हामी जाँदैछौँ घरतर्फ। सो म चाहिँ यहाँको पाहाडको दृश्य देखेर नि तपाईँहरू पनि सोच्नु भयो होला, वाउ कस्तो राम्रो ठाउँमा आएको छ भनेर। हेरौँ है त गाइस कस्तो राम्रो दृश्य है हिमाल पाहाडको। अब हेर घरको दृश्य, अब घरको दृश्यहरू देखेँ
धेरै नै देखिला र यो वर्षले इग्नोर गर्ने त धेरै फोहोर छ यहाँ बट यो चाहिँ आफ्नै बारीको लागि गरेको कोर्स हो जम्मै हिजो चाहिँ यहाँ चाहिँ यो चाहिँ पोखरी हामीसँग दुईवटा पोखरी छ दुईवटा पोखरी छ अनि त्यो पोखरीमध्ये एउटा पोखरी चाहिँ यो हो एउटा पोखरी चाहिँ ऊ त्यो अनि एउटा पिग्लेन छ किनभने हाम्रो घरमा चाहिँ हाम्रो घरमा चाहिँ दुईवटा पोखरी चाहिँ त्यो यो सानो पोखरीमा चाहिँ सानो माछाहरू छन् ठुलो पोखरीमा चाहिँ ठुला माछाहरू छन् सो अब चाहिँ हामी घरतिर लाग्दैछौँ गाइस अब चाहिँ हेर्नुहोस् त हामी लिचीको बोट मिलाइसक्यौँ यो चाहिँ आफ्नै मामा घरको लिची हो है त गाइस अर्काको होइन आफ्नै हो गाइस योमा चाहिँ कति मिठो हुन्छ यो अनि ऊ त देख्नुहुँदैछ ऊ त लिचीनिर जुगाडे लट्ठीले चाहिँ निकाल्छिँदैछ पाके छन् यति रातो रातो भएको छ नि तर अब हेरौँ है त तलको टिपमै त गाइस यहाँ हेर्नुहोस् त पाकेको लिची सो एउटा लिचीको आगमन गरिहाल्यो पाकेको लिची त यो पाके छैन ओ माय गॉड यो मेरो सो अब यतातिर आउनुहोस् गाइस अब आउनुहोस् पुल पछाडि यहाँ चाहिँ मैले बसेन धेरै दिन किनभने उहाँ हेर्नुहोस् त कमिला कति धेरै कमिला छन् तिनीहरूले टोकेको थियो मान्छे त एक बुटा लिचीको लगाउने साह्रो होला मेरोमा गाइस हेर्नुहोस् लिचीको बोटाको आरआइपी फोर लिची बोटा यति मिठो मिठो लिचीहरू छन् नि अनि गाइस एउटा कुरा देखाउँछु उता हेर्नुहोस् हाम्रो कति धेरै लिची टिप्नु छ त्यो भित्र छ अहिले अब हेर्नुहोस् है त ओ माय गॉड हाँगा टिप्छ तर लिची छैन आएको लिची हेर्नुहोस् है गाइस हजुर यो पुरा टिप उनी पाकेका छन् उनी पाकेका हुन् पुरै यो पनि पाके हो के भएन यस्ता पाकेको छ नि त्यो म लाउँदैछु यो मेरो भन्दैछु हेर्नुहोस् कति लिची छ हाम्रोमा उता कमिला घोलबाट कति धेरै कमिला आउँदैछ नि सो लेट्स गेट रेडी यो चाहिँ जम्मै टिस्टुको भित्र चाहिँ धेरैवटा छन् हेलो जस्तै हजुरहरूलाई थाहा छ हामीहरू मामा घर आएको थियो बट अब हामीहरू चाहिँ मामा घर आएको खास के को लागि चाहिँ आएको भनेको थियो अब चाहिँ हामी चाहिँ आएको थियो मकै खान र लिची टिप्न यता चाहिँ लिची पाकिसकेर क्विन लाग्थ्यो नि त्यसै कारण हामी आएको थियौँ मैले पहिला पनि देखाइसकेको होला लिची सो अब हामी अहिलेको लागि यति नै अब भोलि हामी घर जानेखेरि बाटोमा तपाईँसँग भन्दै गर्छु र भेट्दै गर्छु अहिलेको लागि बाई